तपाईँको विश्वास र अठोटले पनि मैले पनि तपाईँलाई केही गर्नुपर्छ। तपाईँ जसो अब महिला हाम्रो यो क्षेत्रको अलिकति तपाईँको यो क्षेत्रमा अलि सामाजिक क्षेत्रमा पनि अनि सबै ठाउँमा पनि तपाईँको एउटा राम्रै एउटा तपाईँको एकदम स्वच्छ र सफा तपाईँको व्यवहार तपाईँको ले गर्दा पनि म पनि तपाईँले मेरो पनि केही होला तपाईँले पनि केही होला भने सहयोग गरौँ भनेर म पनि तपाईँलाई तपाईँको वचन काट्न नसकेर मैले पनि बिमा गरेँ। धेरै धेरै धन्यवाद। मैले हजुरहरूलाई अब 15 वर्ष सेवा गर्ने मौका दिनुभएको छ। मैले मेरो तर्फबाट एकदमै मैले यो पोलिसीलाई 15 वर्षसम्म पुर्याएर मैले हजुरलाई म्याचुरिटी दिन्छु। र हाम्रो चाहिँ यो ब्याङ्क रोडको व्यापारी हाम्रो कृष्ण शर्मा दाजु अञ्जली इम्पेरियल छ हाम्रो ब्याङ्क रोडमा ठ्याक्क हुला कार्यालयको छेउमा। यहाँ चाहिँ दाइले विशेष त यहाँ चाहिँ थानको कपडाहरू थानको बेडसिटहरू लगायत चाहिँ दाइ चाहिँ प्राय गरी थानकै कपडाको व्यवसायी हुनुहुन्छ र उहाँ व्यवसाय मात्र नभएर यहाँ सिद्धार्थ नगरपालिका हाम्रो क्षेत्रमा हुने गरेका व्यतिथि नराम्रो विसङ्गतिको विरुद्धमा एकदम प्रश्न चाहिँ खडा गर्ने व्यक्तित्वको रूपमा पनि हामीले चिन्छौँ दाइलाई। किनभने यस्तो व्यक्तित्व चाहिँ हाम्रो समाजमा पनि आवश्यक हुन्छ र मैले दाइलाई चाहिँ पहिला एकचोटि पनि भनेको थिएँ अनि हिजो कि अस्ति मैले दाइलाई मेसेज गरेँ अनि अहिले जुर्या रहेछ आज होइन। अनि दाइको र भाउजूको चाहिँ मैले बिमा गराउन पाएँ, एकदम खुसी लाग्यो। दाइ धेरै धेरै धन्यवाद हजुरलाई। र यदि तपाईँहरू पनि थानको कपडाहरू खोज्नु भएको छ, कोट प्यान्ट बेडसिट ब्लाउज मेक्सी लगायतका कपडाहरू खोज्नु भएको छ भने हाम्रो ब्याङ्क रोडमा रहेको अञ्जली इम्पेरियललाई सम्झिनु होला। धेरै धेरै धन्यवाद। थ्याङ्क यू दाइ। जोस तपाईको देख्दा पनि मलाई पनि गरम गरम लाएर पनि म गरेको। नत्र यो क्षेत्रमा त थुप्रै छ हैन बिमारहरू, तैपनि तपाईको एउटा जोस र जाँगर एउटा महिला तपाईँको भरे पनि सक्रिय तपाईँको यो सक्रियता हेर्दा पनि म पनि केही तपाईँले मलाई पनि सहयोग हो तपाईँले पनि सहयोग हो भनेर म पनि तपाईँलाई गरेको। ल धन्यवाद।